नमस्ते नमस्कार म हुँ एलिस राई। स्वागत छ आजको नयाँ ब्लगमा। अहिले हेरिराख्नु भएको छ एलिस राई युट्युब च्यानलबाट। आज म तपाईँहरूलाई मेरो मकै बारीमा बादलले खाइदिएर तनाव भएको बेला एउटा भिडियो बनाइदिउँ भनेर तपाईँहरूलाई पनि देखाइदिउँ भनेर म आएको छु। म तपाईँहरूलाई देखाउनु खाइदिएको यही हो। मकै खाइदिएर बादलले देख्न सक्नुहुन्छ। यता पनि खाइदिएको छ, यता पारेको छ साथीहरू। म नहुँदाखेरि बाँदरले खाइदिएको थियो। यिनीहरूलाई के पार्नु तपाईँहरूले भनिदिनुहोस्, बाँदरहरूले के पार्नु। मेरो बाँदर रुँग्दाखेरिको यो बाटो झोरको बाटो नै बाटो भइसकेको छ। बाँदरहरू चाहिँ कता छन् त अहिले केही थाहा छैन। तर बाँदर आउने बाटो चाहिँ यही हो साथीहरू। जङ्गलै 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 जङ्गल। यो चाहिँ हाम्रो एकदमै सुन्दर ठाउँ हो। हाम्रो गाउँ ठाउँ यही हो साथीहरू। आज एकदमै सफा दिन छ। क्यामेराले पनि राम्रो टिपिरहेछ साथीहरू। सफा दिन भएको बेला तपाईँहरूलाई देखाइदिउँ भनेर यस्तै ठाउँमा हामी बस्छौँ साथीहरू। यता देख्न सक्नुहुन्छ, यता अस्ति पनि मैले देखाइरहेको थिएँ। अनि यता माथितिर हेर्नु होला, दामी छ, दामी। गोठालेहरू यता गोठाला गर्छन्, पौडी खेल्नेहरू यता पौडी खेल्छन्, र धान रोप्नेहरू यता रोप्छन्। माछा मार्नेहरू खोलातिर माछा मार्छन्। कस्तो लाग्यो तपाईँहरूलाई भिडियो? छोटो भिडियो तपाईँहरूलाई कस्तो लाग्यो? मन पर्यो भने लाइक गरिदिनु होला र च्यानललाई सब्सक्राइब गरिदिनु होला। थ्याङ्क यू।